गाइस वेलकम ब्याक टु माई न्यू भ्लग। आइपुग्छ होला म पनि एकदम सन्चै छु। अनि आज चाहिँ अब आजबाट चाहिँ दसैँको छुट्टी भएछ नि, त्यही भएर मैले आज भ्लग बनाउन आँटेको छु। आज पहिला 8 बजी हाल्थेँ, आज फेरि बिदा भएर चाहिँ 11 बजी हालेको। अनि यहाँ भाइ छन्। के छ ए सुगम, के छ? ठिक छ। के खाएको? मिठाई खाएको। ए अनि टास्क खेल्ने नि त दसैँ अनि पैसा छ टास्क खेल्ने? कति छ? 1 रुपियाँ छैन है। अनि टास्क कसरी खेल्नु मिल्छ? अनि अब चाहिँ खानासाना खाने गाइस 9 बजीतिर भ्लग बनाएको छु। अब चाहिँ खानासाना खाएर भ्लग पोस्ट गर्ने हो। अनि होमवर्क पनि धेरै छ क्या गाइस, यार कति धेरै छ कि अब बिदामा पनि नभए जति छ कि त्यस्तै छ। अनि अब टास्क खेलिन्छ। म कहिले टास्क खेलेर आएको, टास्क खेलेर पनि जितेँ गाइस। कति जितेँ भन्दा हिजो 20 रुपियाँ लिएर बसेको 65 पुऱ्याइ चाहिँ। अनि आज फेरि त्यो 65बाट नै 15 रुपियाँ लिएर बसेको थिएँ। 15 रुपियाँबाट कति 15 रुपियाँबाट 20 रुपियाँ जितेँ आज पनि फेरि। अब फेरि खेल्नेको आज तपाईँ 200 दाइहरू आउँछन्। आशिष बन्नेको घर उतै देख्न सक्नुहुन्छ होइन। तब खेलिन्छ, तास खेलिन्छ, कलब्रेक त्यहाँदेखि फ्लास खेलिन्छ होइन। अनि त त्यही हो। अनि खेलिन्छ नि त तास त खेल्नु पऱ्यो नि। अनि सूर्य कति दसैँ छ, अब घर सबभन्दा 6 गति थियो भने आज कति आज चाहिँ 11 गति हो। हाम्रो स्कुल नि अब 11 दिन बिदा भइन्छ। 24 गते चाहिँ 22 गते खुल्छ। अनि फेरि तिहारको बिदा हुन्छ, त्यही हो होइन। अनि यहाँ यो सुन्तलाको बोटमा चाहिँ कति छ कसम 200 दिन छ सुन्तला। त्यसले सबै झऱ्यो कि सबै झऱ्यो यार गाइस। यो त केराको गाडी छ, एउटा दुईवटा तिनवटा चारवटा छन्, 4वटा पछि छन् गाइस होइन। त्यही गाइस आज नौलो रेकर्ड भयो कि बाँधेर आना हिजो जहिले आइरहेको छ कि आज फेरि आना टक्क नआएको चाहिँ राम्रो भयो नि त होइन। त्यही हो गाइस। अनि त्यो छ खबर। सब्सक्राइब हानिदिनु भएको छैन भने हानिदिनु होला गाइस यार होइन। के छ? ठिक छ। ठिक छ। किन ठिक छ? ठिक त हुनु पर्यो नि। ठिक हुनु पर्यो। कति कक्षा पढ्छ तिमी? केजी। अनि यल भनेर गाउँमा चाहिँ नि। अनि मलाई एबिसिडी भनेर सुनाइदेऊ त ल। जान्नु थियो जान्नु पर्छ र नजान्ने नि हुन्न र। अनि गाइज आज नि अब भ्लग अब बेलुका चाहिँ हाल्छु गाइज, मिनी भ्लग त हाल्छु। दिन अब त बिदा छ नि त, टक्क 2टा हालिन्छ नि, एउटा बिहान भ्लग हाल्छु अनि 2 बेलातिर मिनी भ्लग हालिन्छ। अनि त्यही गाइज ठिक छ खबर। अरू त के हुने दसैँको लागि के चाहिएको छ भन्ने सम्पर्क गर्न सक्नुहुन्छ नि त मलाई होइन। अनि टक्क केराको गाडी 100 रुपियाँ एक काइनाको 100 रुपियाँमा मिलाएर दिन्छ। अनि अब बजारतिर किन्नु भयो भने चाहिँ 120 150% त यहाँ म 100 रुपियाँ मिलाएर दिन्छु कि गाइस। त्यही हो ल गाइस। के छ खबर? अरे गाइस खतरा घाम रहेछ नि फेरि। हिजो बस्ती पानी पऱ्यो थियो, आज बेलुका नै पानी त पऱ्यो थियो, तर अहिले चाहिँ खतरा घाम रहेछ नि देख्न सक्नुहुन्छ होइन। लाग्यो गाइज भ्लग कस्तो लाग्यो भनिदिनु होला। आज चाहिँ मैले यतिकै यहाँ मात्र बनाइदिएको, घर वरिपरि नै बनाइदिएँ। आज लाइक गरिदिनु गाइज। सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। आजको लागि यति नै।